देश राजाको हेर्नुहोस्, राजाले बचाएर राखेको, राजाले बनाएको देश हो होइन। हामी प्रजा हौँ होइन, हामी राजा प्रजा हेर्नुहोस्। त्यस कारणले गर्दाखेरि यो हामीलाई रैती भन्दा हामीलाई केही आपत्ति छैन, भनुन्, केही पनि बिग्रिने हेर्नुहोस् होइन। तपाईँहरूको आफ्नै घरमा चाहिँ फुट आइरहेको छ नि। लिङ्गदेन एउटा कुरा गरिरहेको छ, त्यसपछि आएर ज्ञानेन्द्र साई एउटा कुरा गरिरहेको छ, दुर्गा प्रसाई एउटा कुरा गरिरहेको छ, राजा भेट्नको निम्ति तिनैजना तिनतिरबाट तिनवटा मुख भएर आइरहेको छ। कसरी चाहिँ देशलाई चाहिँ यिनीहरूको एजेन्डा केही छैन भन्ने एउटा आइरहेको छ। कसरी राजाको एजेन्डामा चाहिँ तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ? यस्तो छ क्या, सुन्नुहोस् न, अहिले नै मैले भनिसकेँ, यति बेला बाउ छोराको बोलचाल बन्द भइरहेको अवस्था छ होइन। बिहे गरेको 3-6 महिना डिभोर्स भयो, बुढाबुढीको बोलचाल छैन होइन। तपाईँको चाहिँ 3-5-7 समूहको आफ्नो कुरा हुनु स्वाभाविक हो हेर्नुहोस् होइन। तपाईँले कसरी बुझिदिनुहोस् भने महाराज सरकार फिर्ती सवारीमा तपाईँको 10औं लाख जनता सबै आएनन्। दुर्गा प्रसाद पनि त्यही थिए, कमल थापा पनि त्यही थिए, राजन लिङ्गदेन पनि त्यही थिए, तपाईँको ज्ञानबहादुर साई ज्ञानेन्द्र साई पनि त्यही हुनुहुन्थ्यो हेर्नुहोस् होइन। हजुरको लेबर सबैजना त्यही हुनुहुन्थ्यो नि, केशवराव विष्ट त्यही हुनुहुन्थ्यो। आम तपाईँको चाहिँ लेबर यति बेला राज संस्था पुनर्स्थापना चाहनेहरू सबै एकजुट भइसकेको अवस्था हेर्नुहोस्। यदि तपाईँले भन्नुभएको जस्तै फरक फरक कुरा गर्ने र फरक फरक बाटो लाग्ने हो भने हामी तपाईँकोले गएर एकचोटि सम्झाउने बुझाउने प्रयास गर्छौँ। यदि सम्झाउँदा बुझाउँदा उहाँहरू मान्नु भन्यो भने हामी सबैको पार्टी कार्यालय हुन्छ कि घरमा गएर ताल लगाउँछौँ। भनेपछि राप्रपा जस्तै राजा आयो भने राप्रपा पार्टी चाहिँ खारिज गर्नुपर्छ, यो राप्रपाको चाहिँ पार्टी नै रहनु हुँदैन भन्ने कुरा आइरहेको छ। यसले चाहिँ कसरी निहाल्नु छ? तपाईँको के छ त्यो? सुन्नु न, खास के हो भन्नुहोस्। भोलिको दिनमा त त्यो मलाई थाहा भएन हेर्नुहोस्। हिजो राजा हुँदा नि राप्रपा पार्टी थियो होइन, राजा हुँदा नि राप्रपा पार्टी होला। तर राष्ट्र फर्की पुनर्स्थापना भएपछि त्यो मुद्दाको ठाउँमा उहाँहरूले तपाईँको विकासको कुरा गर्नु होला होइन। तपाईँको चाहिँ अरू शिक्षा स्वास्थ्य रोजगार लगायत अरू पनि ल्याउनु होला नि त होइन। तपाईँको देशको विकासको बारे कुरा गर्नु होला। त्यो मुद्दा त अटोमेटिकली तपाईँको चाहिँ पास भइकन उहाँहरूको पुरा भएपछि त्यो मुद्दा पक्कै रहने हेर्नुहोस्। राप्रपा त खारेज भन्ने कुरो त मलाई थाहा भएन हेर्नुहोस्, किन गर्नुहुन्छ र? यही कुरालाई अलिकति फरक तरिकाले गरौँ। जस्तै अघि तपाईँले भन्नुभयो राजा आइसकेपछि देशको व्यवस्थाहरू परिवर्तन हुन्छन् भनेको त्योभन्दा अगाडि पनि 241 वर्ष त राजाले शासन गरेको देश हो होइन। राजाले शासन गरेको देश हो नि त। 241 वर्षको अगाडि इतिहासले हेर्दाखेरि राजाको समयमा यदि राजाको ठाउँमा कोही व्यक्तिहरू पढ्न गयो भने मैले एउटा किताब पढेको थिएँ। त्यो चाहिँ नेपालमा समाजशास्त्र भित्र्याउने व्यक्ति चाहिँ राजेन्द्र रोङगुङ भन्ने किताब रोङगुङ भन्ने हुनुहुन्थ्यो कृष्णन्द्रमा। जब राजाहरूसँग पढ्न जाँदाखेरि उहाँ चाहिँ एउटा सिक्किमबाट आएर क्रिस्चियन भनिएको रहेछ। उहाँलाई चाहिँ क्रिस्चियन भनेपछि राजाहरूले चाहिँ त्यो बेला के गरेछ भने राजा पढ्नै छोडेछन् हेर्ने त्यस्तो अवस्था पनि थियो। र उहाँले चाहिँ एक्लै पढेर एक्लै फर्स्ट भएको व्यक्ति भनेर इतिहासमा नाम लेखाएको छ। अहिले हामी जुन पनि आउँछ यहाँनिर हामी एउटा सोसियोलोजी लिएर पढ्छौँ भन्छौँ, तर राजाको पालामा पनि यस्तो प्रविधि थियो। अब फेरि त्यस्तो नहोला भन्न सकिन्न भन्ने अवस्था पनि छ नि त। यसलाई कसरी हेर्नुहुन्छ? यस्तो छ क्या, यो चाहिँ कस्तो हो भने तपाईँले गर्नुभएको प्रश्नमा हेर्नुहोस्, आतङ्ककारी बाबुरामहरू जस्तो लेखेको कुराहरू के त्यो होइन, उनीहरू जस्तो भनेको कुरा। सुन्नु न, मैले भन्दैछु मैले सुन्नु न, मैले हजुरलाई भन्ने खोजेको त्यही त मैले हजुरलाई भन्नु खोजेको कुरा के हो भने उहाँहरू जस्तै सोच भएका व्यक्तिले लेखेको भन्नु खोजे हेर्नुहोस् होइन। तपाईँको सुन्नु न, बाबुरामतिर नजाउँ रे, सुन्नु न, किन नजाउँ भने क्या उसले सुन्नु न, यही आतङ्ककारी बाबुरामतिर तपाईँ नजाउँ भन्नुहुन्छ। हिजो यो देश खारेज गरौँ भनेको यो बाबुराम होइन, यही दलाल होइन। अनि तपाईँको लेखहरू चाहिँ हजुरको चाहिँ नेपाली झन्डा फेरौँ भने यही बाबुराम दलाल होइन। ऊ प्रधानमन्त्री भएन तपाईँको चाहिँ राष्ट्रिय पोषक हटाउने यही दलाल होइन। त्यस कारणले गर्दा यो इतिहासको कुरा हेर्नुहोस्, यो अरेको कुरा नगरौँ क्या हेर्नुहोस्, वास्तविक कुरा गरौँ। तपाईँले भन्नुभयो 241 वर्ष राष्ट्र संस्था चलाएको भन्ने कुरा भन्नुभयो, राजाले देश चला भन्नुभयो हेर्नुहोस्। मैले थाहा पाएको सुने हेर्नुहोस्, पृथ्वीनारायण शाहले देश बचाउनु भयो, बनाउनु भयो, सिङ्गो मुलुक बनाउनु भयो हेर्नुहोस् होइन। र महेन्द्र सरकारले 10 वर्ष देश चलाउनु भयो। हामीले त्यस्तै खालको राजा खोजेका छौँ। देशको विकास कुरा गर्छौँ, समृद्धि कुरा गरेका छौँ, शिक्षा कुरा गर्छौँ, रोजगार कुरा गरेका छौँ होइन। अब जस्तै मैले हिजो नेवा समुदायसँग इन्टरभ्यू गर्दाखेरि के भन्थ्यो भने नेवा समुदायहरूले पनि राजा नेवा समुदायको पनि थियो होइन। नेवा समुदाय पनि हाम्रो राजा चाहियो भनिरहेका छन्। अब पहिला राणा थियो, राणालाई पनि मासेर शाहवंश आयो, शाहवंशलाई पनि राजा शाह नै हुनुपर्छ भनिरहेको छ। त्योभन्दा अगाडि आएर तपाईँको अब राणाभन्दा अगाडि आएर तपाईँको लिच्छवीहरू थियो, धेरैको आयो नि त होइन। तर राजा फर्किएको अवस्था छैन। तर फेरि अहिले राजा नै चाहियो भनेर चाहिँ तपाईँहरू किन अगाडि बढिरहनु भएको छ? यस्तो छ क्या, राजा फर्किएको छैन इतिहास भनेर त हामीले फर्काउन खोज्यो नि। इतिहास नेपालले रच्न खोजेको अब इतिहास सुन्नुहोस् न, इतिहास बेलायतले रचिसकेका छ, अन्य देशहरूमा रचिसकेका छ क्या। सुन्नुहोस् न, हामी त हेर्नुहोस् दृढ सङ्कल्प। यतिसम्म 35 वर्ष यहाँनिर तपाईँको 35 वर्षसम्म गुड एउटा जमाएर बसेको छ। तपाईँले गाउँमा जानुहोस्, मेरै ठाउँमा जानुहोस्, तपाईँ मेरो ठाउँमा बस्दाखेरि म अहिले लगभग 32 वर्ष भएँ। 32 वर्षमा राप्रपाले 41 सिट पनि लिएको छैन। त्यो ठाउँमा भनौँ न 41 भोट पनि ल्याएको छैन। जहिले जित्ने माओवादी एमाले 32 वर्षमै एमाले राजगद्दी चलाएको ठाउँमा छ। अहिले महेश भट्टराईलाई त्यहाँबाट जितेर आउनुभएको छ। र त्यस्तो ठाउँ जगमा राप्रपाले कसरी अगाडि बढ्ला त? यस्तो छ क्या, हजुरले सुन्नु सुन्नु न, हजुरले सोध्नु भएको प्रश्नमा विश्वास गर्ने भन्ने पनि आइरहेको छ। सुन्नु न, हजुरले सोध्नु भएको प्रश्नमा के हो भने राप्रपाको अध्यक्ष महाराज सरकार होइन क्या, महाराज सरकार सल्लाहकार पनि होइन हेर्नुहोस्।
होइन सायद उहाँले सुन्नु सुन्नु न सायद उहाँले लगानी पनि गर्नु भएन हेर्नुहोस् होइन तपाईँको के हो भने अस्ति महाराज सरकार फिर्ती सकेन 10 लाख जनता सडकमा अवस्था हो यति बेला यो दलका नाममा देखे दलाल यो बहुदल के भन्छ नि यी सबै एकातिर र राजा एकातिर उभिनु हेर्नुहोस् देशको झन्डा बोकेर राजाले तपाईँको कलङ्की चोकमा उभिनु मानौँ होइन कोटसर चोकमा चाहिँ बहुदलहरू काङ्ग्रेस एमाले माओवादी झन्डा बोकेर उभिन् अनि त्यही फैसला भइहाल्छ नि जनताले चाहेको छ कि छैन होइन जनताले चाहिँ कसलाई रुचाउँछन् कसलाई खोज्छन् कस्तो खालको व्यवस्था खोजे होइन राजा खोजे कि गणतन्त्र खोजे थाहा भइहाल्छ सन्तोष सर राजाले भन्नुभएको छ राजाले आफैले म अब मलाई राजा बनाऊ म राजाको ठाउँमा चाहिँ मलाई दियो भनेका छैनन् तर राजाका व्यक्तिहरू चाहिँ राजा चाहियो भनेर हिँडिरहेको छन् भनिरहेको छ नि त फेरि त राजा आएर भन्नु पर्यो नि त अब राजाले एउटा मिडियाबाट चाहिँ मेरो आवश्यकता परेको छ भने चाहिँ भन्नुभयो उहाँले चाहिँ अब वैशाख 12 गते यतातिर मात्र बोल्नुहुन्छ एक समयमा वर्षमा एकचोटि बोल्नुहुन्छ भने तर अब त राजा पनि त अगाडि बढ्नु पर्ने हो नि त तपाईँहरूले जबरजस्ती हिँड त बस जबरजस्ती बस भनेर लगेर राख्नु र अब मलाई चाहिँ यो देशको निम्ति चाहिँ मेरो आवश्यक छ मलाई चाहिँ साथ दिनु पर्यो भनेर चाहिँ आह्वान त गर्नु पर्यो नि त एउटा राजा यस्तो छ सुन्नुहोस् न राजाको विषयमा तपाईँको कुरो के हो भने राजा एक केपी शेरबहादुर प्रचण्ड जस्तो नेता होइनन् भन्नु मलाई नेता बनाइदेऊ भनेर चुनावमा भोट माग्दै हिँड्नलाई होइन राजालाई सुन्नु राजाले के हो भने राजालाई राजा बन्न मन नहोला हेर्नु हामीलाई राजा चाहियो हो होइन तपाईँको देशलाई राजा चाहियो हो जनतालाई राजा चाहियो हो भावी पुस्तालाई राजा चाहियो हो अनि तपाईँको के हो भने तपाईँ जस्तो पत्रकारलाई चाहिँ तपाईँको चाहिँ होइन पत्रकारिता गर्न राजा चाहियो हेर्नुहोस् स्वच्छ तरिकाले होइन इमान्दारी तरिकाले अहिले तपाईँको शेरबहादुरलाई केपीलाई प्रचण्डलाई तपाईँले प्रश्न सोद्धाखेरि तपाईँ माथि प्रतिबन्ध लगाइरह त्यो फोटो भिडियो डिलिट गर्नुहोस् भनिरहेको छ राजाको पालामा पनि थियो सर सुन्नुहोस् न राजाको पालामा पनि रूपचन्द्र विष्टले राजा मुर्दाबाद भन्दाखेरि अब ऊ जस्तो बौद्धिक व्यक्ति कोही पनि थिएन अब यी अब अहिलेका जुन व्यक्तिहरू हुनुहुन्छ होइन उनीहरूलाई त थाहा भनेर तपाईँले थाहा पाउनु भएको होला यिनीहरूलाई सबैलाई उहाँसँग त्यो बेला उहाँ पढेको व्यक्ति होइन धेरै पढेको व्यक्ति पनि हुन् होइन मकवानपुरमा एउटा थाहा चलाएर हिँडेको व्यक्ति पनि हुन् होइन तर उहाँले यिनीहरूलाई चाहिँ भाते भन्थे अरे होइन यी जति पनि अहिले केपी शर्मा ओली यी शेरबहादुरहरू त्यो बेला चिया खानलाई भात माग्नलाई चाहिँ त्यहाँनिर कालीमाटीमा पुग्थ्यो अरे यिनीहरूलाई त्यो भन्थे अरे अब राजालाई पनि राजाहरू चाहिँ मुर्दाबाद भन्दाखेरि जेल कोर्नु पर्छ भनेर पहिला राजालाई पनि उ गर्दाखेरि सेन्सर लगाएको अवस्था थियो अब फेरि अहिले राजा आएपछि नि मिडियामा बोल्न नपाउने फेरि सेन्सर त होला नि त भन्ने पनि आइरहेको छ नि। सुन्नुहोस् न राजा आउँदाखेरि के हुन्छ भने हेर्नुहोस् यसरी छाडा बोल्न चाहिँ पाइन्न छाडा लेख्न चाहिँ पाइन्न हेर्नुहोस् होइन तपाईँको लेखेको अङ्ग सुन्नु न जताभावी सुन्नु मैले हजुरलाई राम्रो कुरा लेख्न पाइयो हेर्नु होइन जस्तै तपाईँको चाहिँ त्यो गीत गाउँदा पनि शब्दहरू हेर्नुहोस् फोरकुराहरू हालिरहेको हुन्छ जस्तै लेखिरहेको हुन्छ बोलिरहेको हुन्छ होइन नाच्दा पनि अङ्ग प्रश्न गरिरहेको हुन्छ जस्तै तपाईँको केपी ओलीले हेर्नुहोस् 5000 मान्छे मारेको भन्दाखेरि च्यापासम्म चाहिँ हाल्ने हो हेर्नुहोस् राजा आउँदाखेरि यसो बोल्न पाइने हेर्नुहोस् होइन तपाईँले पत्रकारिता गर्दा पनि राजा तपाईँले यही कुरा गर्नुभयो नि अहिले हामीले लगाएको ड्रेस छौँ नि यो इन्डिया चाइना धेरै जस्तो चाइनाबाट बनेर आएको छ होइन अब ड्रेसमै तपाईँको क्वार्टर आउन थालेको छ बिली आउन थालेको छ बेगी आउन थालेको छ होइन त्यसपछि टाटेपाटा आउन थालेको छ त्यो अङ्ग प्रदर्शन त भइरहेको छ कि त अब नेपालमा चाहिँ सबै ब्यान्ड गर्नु पर्यो होइन दौरा सुरुवाल पहिला जस्तै चोलो तपाईँले भने जस्तो चोलो ढाका लाउनु पर्यो राजाको पालामा पनि अब त्यस्तो थियो होला तर अहिलेको अवस्था छ नि त अहिलेको अवस्थामा त मोडर्न 21औं आइसकेको अवस्था छ होइन अब इङ्ग्लिस नबोलिकन तपाईँले कुनै ठाउँमा गयो भने इङ्ग्लिस नबोलिकन तपाईँलाई भिजा पनि दिँदैन त्यस्तो अवस्था छ सृजना भएको छ पढ्नको निम्ति 10औं लाख युवाहरू खाडीमा छन् होइन अस्ट्रेलिया अमेरिकातिर गएका छन् तर राजा आइसकेपछि के चाहिँ आउँछ परिवर्तन के आउनु परिवर्तन राजासँग के छ त्यस्तो जुन जादुको छडी नेपाल चाहिँ फेरि बिग्रिसकेको छ नासिसकेको छ राजा अनुसार चाहिँ बनिहाल्छ भन्ने चाहिँ के छ त्यसको यस्तो छ क्या घरमा बुवा हुँदाखेरि त्यो घर कस्तो हुन्छ र घरमा बाउ नहुँदाखेरि त्यो घर कस्तो हुन्छ तपाईँले सोच्नुहोस् हेर्नुहोस् होइन तपाईँको घरमा आफै ख्याल गर्नुहोस् हेर्नुहोस् होइन छोराछोरी बिग्रिन्छन् तपाईँको एउटा गति सम्हाल्दैनन् होइन बाटो राम्रो बाटो सम्हाल्दैनन् कि अँगाल्दैनन् ऊ त्यस्तै अवस्था हेर्नुहोस् अहिले तपाईँको के भने तपाईँले राजा हुँदा नहुँदा भन्ने कुरामा यो देशको मालिकको भन्दा श्री 5 महाराज ज्ञानेन्द्र बिरुङको साथै सरकार हो हेर्नुहोस् न शेरबहादुर हो न प्रचण्ड हो न केपी हो न झलनाथ हो कोही पनि होइन किनकि यिनीहरू त्यहाँ भारत गयो भने तपाईँको चाहिँ त्यहाँ राज्य मन्त्री पनि लिनाउने यिनीहरूलाई त्यो सचिव लेभलका मान्छेहरू लिनाउँछन् र तपाईँको तिनीहरू त्यहाँ गएर चाहिँ भैँसी लिएर आउँछन् तर हाम्रो राजा त्यहाँ अहिले पनि जाँदाखेरि हेर्नुहोस् होइन राजगतिमा हुनु आफ्नो आउँछ तर तपाईँको के हो भने त्यहाँको राष्ट्र प्रमुख सरकार प्रमुख लिन आउनुहुन्छ क्या जुनसुकै देश जाँदाखेरि भुटान जाँदाखेरि एयरपोर्टबाट तपाईँको चाहिँ लिएर रातो कार्पेट ओछ्याएर उहाँले स्वागत गर्नुभयो त्यहाँकै राजा आएर हो त्यस कारणले गर्दाखेरि एउटा प्रोटोकल कुरा पनि हुन्छ हेर्नुहोस् होइन राष्ट्रियता कुरा हुन्छ तपाईँको चाहिँ स्वाभिमान कुरा हुन्छ स्वाधीनता कुरा हुन्छ हो त्यस कारणले गर्दाखेरि हामीले राजा हुँदाखेरि जादु छडी हुँदाखेरि के हुन्छ भने तपाईँहरू पत्रकार पनि यसरी छाडा हुन पाइन्न क्या युट्युबबाट धेरै छाडा भएर नि हिँडेर देखिन्छ हेर्नुहोस् होइन तपाईँको लेबर कसैलाई नटेर्ने कसैलाई नगर्ने पनि भइरहेको हुन्छ डर भन्ने कसैको पनि छैन तपाईँहरूलाई पनि पत्रकार जस्तो भएन हेर्नु है तपाईँको प्रशासन जस्तो छैन सुन्नुहोस् त्यही भनेर मैले भने न्यायालय न्याय जस्तो छैन अदालत छैन
होइन वकिल हेर्नु त बारभित्र झडा पर्छ जान पर्छ दुईवटा वकिलहरू कस्तो संस्कार सिकेर आएको छ कस्तो पढाएको छ अब प्रहरीभित्र हेर्नुहोस् तपाईँको डिएसपी एसपीलाई एउटा पिउसुल थर्काउँछ हेर्नुहोस् होइन हल्दार जमाल थर्केर हुन्छ फलाना त पावरलाई म सर गरौँ भन्ने हुन्छ हो त्यस कारणले गर्दाखेरि हेर्नुहोस् तपाईँको चाहिँ मैले कहीँ यता कता सुन्छु सरकारी कर्मचारीले चाहिँ मन्त्रीलाई थर्काउँछन् उल्टो त 3 महिना 9 महिना जागिर दिउँ मलाई हद्द गर्ला सर गर्ला मेरो त थाहै जागिर भन्छ हेर्नुहोस् हो त्यस कारणले गर्दाखेरि सिस्टम बनाउनु है के अरे जुन राजा आउने कुरा छ नि तपाईँले राजा आइसके पछाडि व्यवस्थाको कुरा गर्नु भएको छ होइन अब यहाँ चाहिँ के देखिन्छ भनेदेखि जुन अहिलेको चलिरहेको व्यवस्थामा तपाईँहरू रुष्ट हुनुहुन्छ हजुर होइन यदि राज संस्था आयो भने तपाईँहरूको बुदागत रूपमा होइन के छ त तपाईँहरूको भिजनहरू यदि यो राजा फर्क्यो भने आज विदेशीका 80 लाख युवाहरू के यो देशमा फर्किने आधारहरू छ मजाले छ हेर्नुहोस् किन फर्क्यो भने होइन कि फर्काउनु पर्छ तपाईँ पनि लाग्नुहोस् हेर्नुहोस् अहिलेसम्म नलाग्नु भयो आधीबाट लाग्नुहोस् किनकि हामीले त के भनिरहेको छौँ भने बन्द भएका उद्योग धन्दा कल कारखानाहरू मर्मसम्मार गरेर बनाउने तपाईँको चाहिँ अब त्यसलाई नै पुनः संरचना गरेर विदेश भएका युवाहरू फर्काउनु पर्छ हामी लागेका छौँ हेर्नु है शिक्षा स्वास्थ्य अहिले मैले भनिसकेँ शिक्षा स्वास्थ्य न्याय निःशुल्क हुनुपर्छ अहिले यति बेला हेर्नुहोस् गरिबले न्याय नै पाइन्न एउटा बस गरेको वकिल 1 लाख लिन्छ सुरुमै 50,000 माग्छ त्यो फाइल हेर्नलाई सुन्नु न तपाईँहरू सुन्नु न सुन्नु हरेक हिसाबले धेरै सूचना सञ्चारको हिसाबले हरेक हिसाबले अहिले एडभान्स भइसक्यो त्यो एकदम तपाईँसँग छ सम्भव छ हेर्नुहोस् मजाले असम्भव भन्ने केही पनि छैन किनकि भने तपाईँको हाम्रो बाउको पालामा टुकटिक फोन पनि थिएन क्या अहिले हाम्रो पाला तपाईँको चाहिँ एन्ड्रोइड फोन आइसक्यो अहिले त आइप्याड के भन्छ हेर्नुहोस् त्यो हामीले चलाउन जाँदैनौँ त्यो समय विकास भएको क्या हेर्नुहोस् अब मान्छेहरूले भन्छन् तपाईँको चाहिँ पहिला राजा पाला बाटै थिएन पी थिएन भन्छ त्यो त समय अनुसार आयो नि त जस्तै अहिले हेर्नु बाँदरलाई नि भिडमा लिएर गएर नेताहरूले तपाईँको नगरपालिका बनाएको छ त्यो कर बढी उठाउन क्या जनताको ढाँड सेक्नलाई अनि हामी खुसी भइरहेछौँ नगरपालिका बनायो भनेर कर तिर्ने बेला बल्ल चितिरहेको छौँ हेर्नुहोस् हिजो गाउँघरमा बाटो थिएन जनता थिए हेर्नुहोस् अहिले गाउँघरमा बाटो पुर्याइदिए तपाईँको जनता सबै लहटे हिजो यो आतङ्ककारीहरू गाउँ पसे जनता सहर लहटे अनि आतङ्ककारीहरू सहर आए जनता तपाईँको विदेश लहटे हो त्यस कारण असम्भव भन्ने केही पनि छैन सम्भव छ पहिला तपाईँको के हो भने लगाम लागेको घोडा जस्तो तपाईँको लिएर जनतालाई लगाम लाउनुपर्छ हेर्नुहोस् होइन युवा पुस्तालाई यहीँ रोजगार दिने वातावरण बन्छ र तपाईँको शिक्षा स्वास्थ्य न्याय निःशुल्क गराउने काममा लाग्नुपर्छ र पहिला कुरो भनेको यो जनताहरूलाई यो हामीलाई लगाएको करिब 30 खर्ब ऋण यिनीहरूलाई च्याप्पा समार तिराउनुपर्छ हेर्नुहोस् त्यसपछि बन्छ के देखियो भने केही समयदेखि तपाईँहरू राज आऊ देश बजाऊ भनेर त पुरा चाहिँ नारा जुलुस गरेर चाहिँ हिँडेको देखियो होइन अहिलेको व्यवस्थाभन्दा अलिकति राम्रो समृद्ध व्यवस्था ल्याउने भनेर लागिपर्नु भएको छ तर तपाईँहरूको खासै केही भिजन देख्यो त्यो मुर्दाबाद जिन्दाबाद भन्ने त्यो फोटो जलाउने कराउने त्यो बाइक केही देखेन कि भिजन चाहियो नि त यस्तो छ क्या सुन्नुहोस् न सडकमा जाँदाखेरि हामीले भिजन दिने होइन हेर्नुहोस् होइन त्यो सम्बन्धित ठाउँमा दिन्छौँ परिसीमा दिइरहेछौँ होइन युवा साथीहरूलाई होइन तपाईँको चाहिँ आमसभा कार्यक्रम गरिरहेछौँ सडकमा तपाईँहरू नै अलि एग्रेसिभ बनाउनुहुन्छ यस्तो नाराला उस्तो नाराला पुलिससँग लड्न भिड्न जुन्द भन्नुहुन्छ अनि के गर्ने त बोलाउनुहोस् होइन तपाईँको जस्तो खोज्नुहुन्छ त्यस्तै तपाईँको चाहिँ यो क्यामेरा जस्तो चाहिरहेको छ युवा पुस्ता त्यही अवस्था हो पछिल्लो समयहरू है अनि त्यस कारणले गर्दाखेरि तपाईँ के हो भने हामीले सडकमा दिने होइन तपाईँलाई चाह्यो भने होइन तपाईँको चाहिँ भरे भोलि अहिले एकछिन पनि जति पनि दिन सक्छौँ त्यो तयारी गरेर बसेका छौँ हेर्नुहोस् यसमा के छ भने हजुरले भन्ने कुरामा राजा हाम्रो मात्रै राजा होइन हेर्नुहोस् होइन तपाईँको चाहिँ काङ्ग्रेस एमाले माओवादी हिमाल पहाड तराई सबै जातिहरूको राजा साझा हुन् त्यस कारणले गर्दाखेरि यसमा सङ्कोच मान्नै परेन होइन र तपाईँको लेखबाट चाहिँ अहिले देखेर दलका नाममा कुरा गर्नुभयो हजुरले उनीहरूलाई त के भने मैले अघि पनि भनिसकेँ च्याप्पा समारोह सङ्ग्रहालय राख्ने हो होइन त्यहाँ पार्टीमा काङ्ग्रेस एमाले माओवादी राम्रो मान्छेहरू हुनुहुन्छन् युवा पुस्ताहरू देश चलाउनु दिनुपर्छ हेर्नुहोस् होइन तपाईँको चाहिँ हजुरले भने जस्तै सबैलाई समेटेर मिलाएर लाउनुहुन्छ हेर्नुहोस् उहाँले होइन तपाईँको चाहिँ राजा सबैको साझा भएको कारणले गर्दाखेरि एउटा दलको मात्रै एउटा अभियानको मात्रै तपाईँको एउटा जातको मात्रै एउटा भेगको मात्रै भन्ने होइन यी दलका नाममा देखेका दलालहरू चाहिँ त्यो भेगको जातको भइरहेछ होइन अब हजुरको के हो भने तपाईँले भन्नुभयो यो जुन विदेशीको कुरा गर्नुभयो दायाँमा कुरा गर्नुभयो हेर्नुहोस् यसमा चाहिँ के हुन्छ भने अब जनताले पनि सुध्रिनु पऱ्यो क्या हाम्रो होइन वेशभूषादेखि लिएर सबै कुरा एउटा सामान्य कुरा मैले यहीँ जोडेँ विदेशी क्रिस्चियन आउँछ हेर्नुहोस् जन्मजातै क्रिस्चियन पुस्तो पुस्ता भएकोहरू क्रिस्चियन आउँछन् पशुपति जान्छन् टिका लाउँछन् तर हाम्रा यहाँ देशमा भागा पास्टर माधव नेपाल जस्ता तपाईँको चाहिँ आतङ्ककारी बाबुराम जस्ताले बनाएका चाहिँ तपाईँको क्रिस्चियनहरू टिका लाउनु हेर्नुहोस् पैसाको लागि बिकाएकोहरू क्या त्यस कारणले गर्दाखेरि हामीले हाम्रो आँखापट्टि कान्छेले हामी आफै खोल्नु पऱ्यो क्या देशको बारेमा सोच्नु पऱ्यो जनता बारेमा सोच्नु पऱ्यो भावी पुस्ता बारेमा सोच्नु पऱ्यो होइन र जनताले राजालाई सघाउनु पऱ्यो क्या सबैजना मिलेर गर्ने हेर्नुहोस् जनता राजा सेना सुरक्षाकर्मी सबै मिलेर गर्ने हेर्नुहोस् राजनीतिक दल मिलेर व्यवस्थामा जनताहरू शासनको उसमा मानुस इमानदार अथवा जिम्मेदारी भएर इमानदार भएर बस्लान् त नियम कानुन होइन यस्तो छ क्या सुन्नुहोस् न स्वतन्त्र छन् नि त नागरिक त्यही त स्वतन्त्र त मैले हजुरलाई के भने यो स्वतन्त्र पाएर त देश बिग्रियो भने क्या छाडा भयो सबै होइन अहिले हजुरको के हो भने बाउ जनै लाएर हिँड्दैन छोरोको चाहिँ वर्तन गरिरहेछ आमा तपाईँको लगेर क्वार्टर पानी लाएर हिँड्छ अनि छोरी गुनी चुलो लगाइरहेको छ हेर्नुहोस् खोइ संस्कार भने क्या
संस्कार हरायो क्या हेर्नुहोस् जुन अहिले तपाईँको एउटा राष्ट्रिय परिचय पत्र केही बनाएर आएको छ हेर्नुहोस् ढाकाटोपी खोल्न लाउँछ तपाईँकोले सिन्दुर लाउनु दिँदैन टिका लाउनु दिँदैन यो त विकृति हो नि त विदेशीहरू तपाईँ भित्रै रहेछ हामीलाई जस्तै तपाईँकोले गर्छ अहिलेका प्रधानमन्त्रीले देशै काटेर खाएनन् उनले बर्थडे मनाउने नाउँमा के काटेर खाए त त्यस कारणले गर्दाखेरि हामीले त किन व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्छ बढाउँछौँ राजाले बढाउनुहुन्छ भनेर लाग्यो हेर्नुहोस् अरू दायाँमा केही पनि होइन जस्तो 10 वर्ष जनयुद्ध गरेर आएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तपाईँहरूको यो प्रदर्शनलाई चाहिँ कलाविहीन नाटक हो भनेर भन्नुभएको छ यो के कलाविहीन नाटक नै हो कि के हो अनि यस्तो छ कि उनी कलाकार हुने हेर्नुहोस् होइन उनले त्यो सोध्न पायो किनकि उनी रुन्न जानेछन् हाँस्न जानेछन् नाच्न जानेछन् गाउन जानेछन् होइन जति बेला उनी जे पनि गर्न सक्छन् हेर्नुहोस् अब अहिले यति बेला उनी के हो भने जीवनको रक्षा गरिदिनु हो भने उनी राजा चाहिन्छ अहिले पनि मिडिया बोल्छन् उनी अहिले पनि सबभन्दा पहिला सडकमा आउँछन् र तपाईँको उनीको पछि हामी लाग्नुपर्छ हेर्नुहोस् निस्वार्थ भावनाले उनी देशमा राजा चाहियो भनेर हामी राजा ल्याउँछन् हामी साथ दिन्छौँ जस्तो पुष्पकमल दाहाल प्रचण्डले हिजो भर्खर के भन्नुभयो भने राजाले पहिले नै इतिहास राखिसकेको छ नेपालमा अब फेरि त्यही इतिहास दोहोऱ्याउने दुस्साहस गरियो भने नराम्रो हुन्छ भनेर चेतावनी दिनुभएको छ क्या उसले ठिक भने त उसलाई नराम्रो हुन्छ भने हो नि त त्यो आतङ्ककारीलाई नराम्रो हुन्छ भने हो क्या जनतालाई किन नराम्रो हुन्छ जनतालाई राम्रो हुन्छ देशलाई राम्रो हुन्छ तर उसले भन्नुभयो चाहिँ हामीलाई नराम्रो हुन्छ भन्नु खोज्यो उसले हेर्नुहोस् हिजो बैंक लुट्या छ तपाईँको चाहिँ क्रियापुत्री मार्या छ मठ मन्दिर भत्का छ तपाईँको चाहिँ बाटोघाटो बम पड्का छ होइन त हजुरको स्वास्थ्य चौकी चाहिँ वर बम पड्का छ विद्यालयको स्कुलमा हिँडेको गाडीमा बम पड्काएर जनता मारेको छ त्यस कारणले गर्दा उनीहरूलाई नराम्रो हुन्छ भन्नु खोज्यो हेर्नुहोस् अनि अर्को यो पनि भन्नुभएको छ जस्तो हिजोको दिनमा गणतन्त्र ल्याउनका लागि भिलेनका रूपमा राजा ज्ञानेन्द्रले रोल खेलेको छ अबको यो जुन बहसले यो राजावादीको प्रदर्शनले यो राजावादीको कुराले चाहिँ गणतन्त्र अझ मजबुत हुन्छ अझ दह्रो हुन्छ भनेर पनि भन्नुभएको छ गणतन्त्रलाई सहयोग अहिले यस्तो छ क्या सुन्नुहोस् न यो के छ भने यो प्रचण्डको कुरा कसले पत्याइदिने हेर्नुहोस् होइन किनकि ल गर्छ प्रचण्डलाई कसले हरायो कसले सिकायो मालिकहरू नै छ ऊ देखेको हेर्नु उसले त त्यो एउटा पटका पड्काउनु जाने छैन पेट्रोल पड्काउँदाखेरि अस्ति झन् एउटा मान्छे मार्दै हेर्नुहोस् होइन लड्ने त बिचरा अधिकांश मारिए खाडी मुलुकमा टेन्ट गरेर बसिरहेको हेर्नुहोस् होइन बिचरा यहाँ हातखुट्टै छैन विडम्बनाको है रुन्छ मन हेर्नुहोस् उहाँहरू कुरा गर्दाखेरि उहाँहरूले नै उनीहरूलाई कुनै ठोक्ने हान्ने कुरो छ हेर्नु है अनि तपाईँको के हो भने प्रचण्डहरू त तपाईँको लिएको अब अहिले सडकमा निस्किने अवस्था छैन क्या कहीँ जाने अवस्थै छैन उसले तपाईँको लिएको चाहिँ त्यो जुन कुरा भन्नु हजुरले भन्नुभयो भिलेन सिलेन भन्नुभयो कि उनी आफै निक्लिने अवस्था छैन संसद भवनभित्र तपाईँको चाडा ढोका थुनेर सुरक्षाकर्मी घेराभित्र बसेर बोलिरहेको छ ल बानेश्वर निक्लियोस् त हामीलाई जान्दैछ कि संसद भवन हामी पनि जान्छौँ त्यहाँ गएर होइन त्यहीँ भिडौँ नभए कि बाहिर निस्क्यौँ बाहिर भिडौँ जनताले त्यो खोजिरहेको छ कि अहिले हेर्नुहोस् होइन त्यस कारणले गर्दाखेरि उनीको नाम लिनु बेकार हो हेर्नुहोस् होइन उनीहरू तपाईँको चाहिँ जे पनि बोलिरहेको छन् यति बेला हेर्नुहोस् होइन अब अस्ति भर भने उसले राजा हुँदा मान थियो शान थियो क्या हो यो राष्ट्रपति भनेर स्वतः भने हेर्नुहोस् होइन उसले जे पनि बोल्छन् क्या उसले उसको जिउ र धनको रक्षा गरिदिने हो भने उनी तपाईँको अहिले भर सडकमा राजा चाहियो राजतन्त्र जिन्दा हिँड्छन् जस्तो अन्त्यमा जाँदै गर्दाखेरि अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अस्ति अन्नपूर्ण इन्टरभ्यूमा चाहिँ जनमत पार्टीसँग छ 3 करोड जनतामा 2-5 हजार राजाको पक्षमा उफ्रिँदा आफै राजा ल्याउन लागिरहने हेर्नुहोस् किनकि मेची पुलमा राजालाई लैजाने भूमिका उनकै हो दुर्गा प्रसाद एउटा माध्यम पात्र मात्रै खडा गरे उनी उसले हेर्नुहोस् होइन अहिले पनि उनले महाराज नै भन्छन् होइन तपाईँको चाहिँ केपी ओलीले हिजो पहिला गाडा चढेर अमेरिका पुग्न सकिन्न भने हो अब हजुरको चाहिँ प्रचण्ड केपी कुरा गर्ने भने प्रचण्ड गणतन्त्र ल्याउने गणतन्त्र चाहिँ केपी टिकाउनु भने हुन्छ कहीँ अहिले यति बेला हेर्नुहोस् गुदी चाहिँ त्यो ओखरको गुदी हुन्छ नि भित्रैपट्टि भाग चाहिँ शेरबहादुर केपीले खाइरहेको छ गणतन्त्र ल्याउने प्रचण्ड बोक्रामा दिइरहेको छ ओखरको त्यो बाहिर भाग त्यो खबरटा दिइरह त्यस कारणले गर्दाखेरि माओवादीले ल्याएको भनेको गणतन्त्र यिनीहरूले हामीले ल्या भन्ला प्रचण्डले बाबुरामहरूले मानौँ तर केपी र शेरबहादुर टिकाउँछ ग्यारेन्टी छ त प्रचण्ड आफै बोलिरह नि काङ्ग्रेस एमाले केपी हात टिकाउँदैन मलाई विश्वास छैन भनिरहने हेर्नुहोस् त्यस कारणले गर्दा यिनीहरू सुरक्षित छैन क्या सर जनताको माझ सुरक्षित छैन होइन तपाईँको लिएको अब जङ्गल जाउँ भने जङ्गल जम्मै तपाईँको डढाइ लाएर र हजुरको चाहिँ बाटो खनेर भइसकेको छ खुल्ला ठाउँ भइसकेको छ हिजो पो घना जङ्गल थियो त यिनीहरू लुक्ने ठाउँको पनि छैन हेर्नुहोस् जस्तै अलिकति कुरा सोसियल मिडियामा आएको कुरा र तपाईँको अलिकति मिल्न आयो कि जस्तै कि राजालाई ल्याउनको लागि चाहिँ केपी ओलीले तयार छ दुर्गा त एउटा माध्यम मात्रै हो तपाईँले भन्नुभयो बाहिर अलिकति चाहिँ कस्तो देखिन्छ भनेदेखि चाहिँ स्वतन्त्र बालेन हर्क गोपी हमालहरूको जस्तो क्रेज देखेर गणतन्त्रवादीहरू चाहिँ अलिकति तर्सेर होइन अब राजावादी र चाहिँ तपाईँको गणतन्त्र चाहिँ बिचको एउटा भुमरी देखाइसके पछाडि स्वतन्त्रहरूको चाहिँ ओजेलमा पर्छ भन्ने खालको चाहिँ आइरहेको छ कि यही हो त अनि यस्तो छ क्या सबै मैले बारम्बार भन्ने कुरा हेर्नुहोस् अहिले पनि भनिसकेँ देश नै राजाको होइन यी सबै राजावादी हुनु हेर्नुहोस् त्यो केपी ओली शेरबहादुर प्रचण्ड तपाईँको चाहिँ लिएको चाहिँ त्यो रवि लामिछाने गोजीमा गएर हेर्नुहोस् शेर्पा सरकार लेखेर नागिर था हेर्नु दराजमा शेर्पा सरकार लेखेर लालबुजा राखेर हिँड्दिनहरू अनि राजा मारेर नाटक गरे हो कि त्यो नौटङ्गी गरे हो जनतालाई आक्रामक बनाओ आऊ सिंहदरबार छिर बालुटो छिर संसद भवन छिर तपाईँको चाहिँ राष्ट्रपति भवन छिर हामीलाई लहटा भने हेर्नुहोस् एकचोटि बुझिदिनुहोस् हस् धन्यवाद।
अब अर्काको देशमा गुलामी गर्दाखेरि र अर्काको देशका मान्छेहरूले हामी जस्तो वीर गोर्खालीको सन्तानहरूलाई गाली गर्दाखेरि कति मन दुख्छ भनेर मेरा विदेशमा भएका नेपाली युवा युवती साथीहरूलाई बुझ्दा हुन्छ। हुन त अब त्यति धेरै म राजनीतिकपट्टि आएको मान्छे पनि होइन र म बाहिरबाटै आएको, म भर्खर आएको 2-3 महिना भएको छ। अब राम्रो तरिकाले चाहिँ अब देशमा नेतृत्व गर्ने मान्छे चाहिएको। यी फटा भ्रष्टाचारी नेताहरूले चाहिँ अब हामी जस्तो युवाहरूलाई बेचेर खाए। हामी जस्तो युवाहरू अर्काको देशबाट दिनमा 10वटा 15वटा लास आउँछ युवाहरूको। यो लासबाट पनि ट्याक्स उठाएर खाएको छन् यी भ्रष्टाचारीहरूले। अब भएका कल कारखाना पनि बेचेर खाएको छन्। म यहाँ मिडिया मार्फतै भने होइन। अब तपाईँहरू मिडियाहरू चाहिँ यस्तो आवाजहरू किन उठाउनुहुन्न भनेर म अलिकति तपाईँहरूलाई पनि प्रश्न सोध्न चाहन्छु कि हामी जस्तो युवाहरू बेरोजगार भएर चाहिँ हामीले चाहिँ एउटा जन्मिँदै नजन्मेको बच्चा चाहिँ 91,000 1 लाख रुपियाँ ऋण बोकेर जन्मिन्छ कि ताकि नेपालमा जन्मियो भने यस्तो आवाजहरू हाम्रो मिडिया साथीहरूले किन उठाउनुहुन्न भन्ने म चाहिँ एकदम घोर आपत्ति गरेको छु यसमा चाहिँ। म हुन त म अब यति धेरै जान्ने मान्छे त होइन, हुन त म पनि अर्काको देशमा 19 वर्ष गुलामी गरेर आएको मान्छे हो। अर्काको देशको राजाको हुकुम मानेर आएको मान्छे हो। म यहाँको देशको राजाको हुकुम मान्नलाई मलाई कुन ठुलो कुरो होइन, बुझ्नुभयो नि। हामी युवाहरूलाई चाहिँ जन्मिँदै नजन्मेको एउटा बच्चालाई चाहिँ 1 लाख रुपियाँ ऋण बोकाइदिएर यी फटा भ्रष्टाचारीहरूले सरकारी जग्गा बेचेर खाए, कल कारखाना बेचेर खाएको छन्, जङ्गल बेचेर खाएको छन्, खोला बेचेर खाएको छन्। अब तपाईँहरूले आवाज किन उठाउनुहुन्न? म त यो भन्न चाहन्छु। त्यही भएर यही आउने 9 गते जमेल जाउँ दिनको 1 बजे राष्ट्रिय जोगाउनलाई यी भ्रष्टाचारी फटाहरूलाई हेर्नुहोस्। यो भ्रष्टाचार भनेको नि, भ्रष्टाचार भनेको यो राज्यको पैसा हो। यसमा प्रत्येक नेपालीको हक लाग्छ। यी भ्रष्टाचारीहरूले भ्रष्टाचार गरेको यदि रहेछ भने तल वडाध्यक्षदेखि लिएर जब राजालाई फ्याँके नि, वडाध्यक्षदेखि लिएर माथिसम्म यिनीहरूलाई सम्पत्ति छानबिन गरेर यो सरकारी शुद्धिकरण गरेर भ्रष्टाचार गरेको रहेछन् भने यी फटाहरूलाई घुँडादेखि तल गोली ठोकेर छाला काटेर यिनीहरूको जुत्ता लाउनुपर्छ हो जनताहरूले। जय देश, जय राष्ट्रवाद। के छ अब कुरा? तपाईँहरूको केही छ प्रश्नहरू सोध्नुहोस्। तपाईँ कति वर्ष बाहिर बस्नु? म 19 वर्ष 2006 मा गएको। 2006 मा गएको कि माओवादीको युद्धकालमा म पढ्न नपाएर पढ्दै चाहिँ मलाई कहिले बन्दुक बोक भन्ने, कहिले दबाई बोक भन्ने यो पीडा बोकेर गएको मान्छे म विदेश। तपाईँ जस्तो होइन त्यो खाडी मुलुकमा बसेर हजुर नेपालबाट गएका अधिकांश नेपाली युवा युवतीहरूले चाहिँ नेपालमा भएका राजनीतिक दललाई गाली गरिरहेका हुन्छन्। गाली मात्र नभए त गोली ठोक्छन्। हातमा बन्दुक हुन्थेन नि, प्रत्येक जनताले ठोक्छन्। अब भ्रष्टाचार हेर्नुहोस्, बाटोघाटो हेर्नुहोस्। तपाईँको साउदी अरबमा बसेर आएको, म अरू देशको त मलाई थाहा छैन। साउदी अरबको कानुन भनेको पहिले खैनी मार्दाखेरि हात काटिदिन्छ भन्थे है, केटी जिस्क्यायो भनेर। 2006 मा म निस्किएको मान्छे हो। त्यति बेला फिङ्गरप्रिन्ट पनि थिएन। अहिले तपाईँको त्यहाँको देशको विकास हेर्नुहोस् अनि यहाँको देशको विकास हेर्नुहोस्। अनि त्यहाँ कडा शासन छ, निरङ्कुश जस्तै छ साउदी अरेबियाको। यस्तै खालको शासन नेपालमा पनि त्यस्तो शासन भयो भने त नेपालीले सहन सक्दैनन् नि। त्यही भएर अनि हामीलाई चाहिँ बेचेर चाहिँ अर्काको देशमा चाहिँ अर्काको देशको राजाको चाहिँ गुलामी बनाएर हामी जस्तो युवाहरूलाई त्यहाँको देशको कानुन हामीले मान्न सक्छौँ भने त्यति साह्रो टाइट राजा आएपछि हुन्छ जस्तो मलाई लाग्दैन। मलाई चाहिँ जहाँसम्म लाग्छ राजा आए पनि अहिले साउदी अरबमा हेर्न जानुहोस्, तपाईँको प्रत्येक फ्री भइसकेको छ। त्यहाँ प्रत्येक फ्री, जे पनि फ्री भइसक्यो। 2034 मा त्यहाँ वर्ल्ड कप हुँदैछ। कतिपय हाम्रो मिडिया साथीलाई थाहा छैन होइन। 2034 मा त्यहाँ वर्ल्ड कप हुँदैछ। त्यहाँ घोषणा गरिसकेको छ। त्यहाँको ट्याक्स उठाइ हेर्नुहोस्। त्यहाँ चाहिँ कस्तो हो भने कसरी ट्याक्स उठाउँछ भने अर्काको देशमा हामी जस्तो यहाँबाट बाहिर गएको अर्काको देशमा काम गर्न गएको मान्छेलाई ट्याक्स उठाएर चाहिँ त्यहाँका गरिब दुखीहरूलाई बाँडिन्छ। तर नेपालमा चाहिँ गरिब दुखीलाई ट्याक्स उठाएर धनी मनीलाई बाँडिन्छ। बुझ्नुभयो नि? यो कुरा हामी मिडिया साथीहरूले पनि बुझ्नुपर्ने हुन्छ र यो आवाज चाहिँ मैले अस्ति पनि उठाएको पनि थिएँ एउटा मिडियामा होइन। तपाईँ अब परदेशमा गएर दुःख गरेर आउनुभएको व्यक्ति होइन। हजुर। नेपालमा सरदर तपाईँहरू जस्ता युवालाई खाडीमा विदेशमा आप्रवासमा जति नेपालीहरू गएर काम गर्छन् नि, उहाँहरूलाई सामान्यतः कति पैसा राज्यले स्यालेरी दिएर नेपालभित्र लगायो भने चित्त बुझ्ला? तपाईँको अहिलेको स्थितिमा तपाईँको 25 देखि 30 हजार जागिर प्रत्येक नेपालीले जागिर र यहाँ
रोजगारको सिर्जना भयो भने प्रत्येक नेपाली जाँदैन। अहिले देशको स्थिति हेर्नुहोस् कि हाम्रा बुबा आमा मर्दा पनि किरिया पुत्री तपाईँको चाहिँ भाडामा खोजेर राख्नुपर्ने स्थिति आएको छ देशमा। बुझ्नुभयो नि? यो कुरा सत्य हो कि होइन? प्रत्येक जनताहरूले बुझ्नुपर्ने कुरा हो। हामी प्रत्येक युवाहरूले देशमा गएर गुलामी गरेर आफ्ना बाबुमा मर्दा पनि किरिया पुत्रीहरू भाडामा राख्ने स्थिति आएको छ। यो स्थिति हाम्रो छोरा नातिको पालामा नआओस्। म जस्तो अर्काको देशमा, हाम्रो वीर गोर्खालीको सन्तान अर्काको देशमा गएर गुलामी गर्नु नपरोस्, आफ्नो देशमा कल कारखाना खोलेर गर्नु परोस् भन्ने प्रत्येक नेपाली आउँछन्। यो म आह्वान गर्छु मेरा युवा साथीहरू। हेर्नुहोस्, अब म एउटा विदेशीको अलिकति म थोरै भनिदिन्छु है, छोटकरीमा। हेर्नुहोस्, म त ड्राइभर मान्छे हो, म 1700 सेलेरीमा गएको मान्छे हो है, 1700 मेरो सेलेरी पनि हो। तर त्यहाँ कस्तो हुन्छ भने प्रत्येक जुनसुकै खाडी देशमा जाने म साथीभाइहरूलाई म भन्छु, यहाँबाट मेन पावरले हामीलाई 1700 सेलेरीमा एग्रिमेन्ट गराउँछ, 3500 भन्छ, तपाईँहरू यहाँबाट 3 लाख 4 लाख रुपियाँ फसाएर जानुहुन्छ। तपाईँको त्यहाँको फाइन भने हेर्नुहोस्, अहिले तपाईँको 1000 रुपियाँ बचाउनु पनि गाह्रो छ अर्काको देशमा पनि। त्यत्तिकै छैन त विदेश भन्ने बित्तिकै। तर यो सिर्जना 1000 भनेको लगभग 30,000 रुपियाँ हो। 30,000 को सिर्जना यहाँनिर चाहिँ हामीले कल कारखाना खोलेर, हामी कस्तो देशको नागरिक हो? यतापट्टि चाइना छ, यतापट्टि इन्डिया छ है। तपाईँको चाहिँ हामीले प्रत्येक कल कारखाना खोलेर कपडा उत्पादन भयो, जुत्ता उत्पादन भयो, हर चिजको उत्पादन गरेर हामीले चाहिँ चाइनामा बेच्नुपर्ने, इन्डियामा बेच्नुपर्ने वीर गोर्खालीका सन्तानहरू आज अर्काको देशमा गएर गुलामी गर्नु परेको छ। यसमा घोर आपत्ति हो। यो देशका नेतृत्व लिएकाहरूलाई यो थाहा छैन होला त? उहाँ त पटक गरेर तपाईँहरूले चेक गरेर आइसक्नुभयो। भ्रष्टाचारी छन् तपाईँको यहाँ। तपाईँको त्यहाँनिर चाहिँ मेन पावर के अरे, तपाईँको चाहिँ त्यहाँ एमबिसी पनि तपाईँको सबै पार्टीको मान्छे गएको छ। एउटा सर्वसाधारण लु गएको देखाउनुहोस् त मलाई, कुन चाहिँ देशमा गएको छ? अलिकति ठुल्ठुलो मान्छे छन्, जापान कोरियातिर पठाएको छ एमबिसीमा। अहिले तपाईँको खाडीतिर भएको चाहिँ अलिक तल्लो स्तरको पठाएको छ, तर पार्टीकै मान्छे गएको छ। त्यहाँ गएर पनि पार्टीकै कुरा सुन्ने हो कि जनताको कुरा कसैले सुन्दैन? कुनै मेन पावरले म ठोक्वा गरेर भनिदिन्छु। अब अन्त्यमा तपाईँले भनिदिनु, साउदी अरेबियामा नेपालीहरू बन्धक रूपमा अवैध रूपमा बसेकाहरू कति होला? अवैध रूपमा त अब हामी नेपालीको बानी भनेको अलिकति जाँड रक्सी खाएर हो हल्ला गर्ने हो। त्यहाँ जाँड रक्सी बन्देज छ होइन। तपाईँको 60 वर्ष न 70 वर्षमा खुलेको छ भर्खर है। र अब त्यो पनि अब के बनाएर चाहिँ अब कार्डहरू बनाएर भन्थ्यो। अब त्यति साह्रो अब जति पनि हाम्रो नेपाली दाजुभाइहरू जुन देशबाट मेरो न्युज हेर्दै हुनुहुन्छ, जहाँबाट मलाई चिन्नु भएको छ होइन। अब हामी अर्काको देशमा गएको छौँ काम गर्न, आफ्नो देशको जस्तो सम्झेर जाँड रक्सी खाएर झैँ झगडा नगरौँ होइन। उहाँको कानुन मान्नुपर्ने स्थिति हुन्छ। म यही भन्छु, मेरा देश विदेशमा भरिसक्ता अर्काको देशमा गएर गुलामी गर्नु नै नपरोस्। मेरा छोरा नाति पलाती, मेरा छोरा नाति भनेको सबैका छोरा नाति नेपालीहरूले नै आफ्नै देशमा उत्पादन गर्नुपर्छ, आफ्नै देशमा रोजगारीको सिर्जना गर्नुपर्छ। म चाहिँ यही भन्न चाहन्छु। गल्ती नगरेर फसेका पनि धेरै छन् त्यहाँनिर दुःख पाएका। अब यहाँहरू यस्तो दुःखहरू अब भन्दाखेरि धेरै नै लामो नै हुन्छ होइन। दुःख छ तपाईँको चाहिँ साउदी अरबमा तपाईँको 20% मान्छेलाई राम्रो छ भने 80% मान्छेलाई राम्रो छैन त्यहाँ, किनभने बाध्यताले गएका छन्। आफ्नो देश अब आफ्नो परिवार पाल्नको लागि गएका छन्। त्यहाँ गएर पनि परिवार पाल्न धाउधाउ हुन्छ। बुझ्नु नि? हामी जाने भनेको यहाँनिर अब लेबरमै जाने हो। अब प्रायः जस्तो लेबरमै जान्छन् होला प्रायः जस्तो, मलाई जहाँसम्म लाग्छ। किनभने पढाइ छैन, अब स्कुल जति सबै बेचेर खाइसक्न आँटिसक्यो भ्रष्टाचारीहरूले होइन। जहाँसम्म मलाई चाहिँ लाग्छ अब, किनभने हामी त गरिब देशको जनता भयौँ नि, हामी त गरिब देशको जनता हौँ। अब हामीले यो देशलाई धनी बनाउनुपर्छ। यी भ्रष्टाचार गरेको पैसाहरू जति पनि छ देशमा ल्याउनुपर्छ, कल कारखाना खोल्नुपर्छ, आफ्नै देशमा चाहिँ उत्पादन गर्नुपर्छ। चाइनालाई सामान बेच्ने हो, इन्डियालाई सामान बेच्ने हो। हामी त्यत्तिकै धनी हुन्छौँ। हामी धनी मनका हामी नेपाली हौँ। बुझ्नुभयो नि? हामीले यो तरिकाले बुझ्नुपर्छ। मेरा घर झापा थर थापा फेरि ठ्याक्क मिलेर ओके सम्पूर्णलाई है त।